नमस्कार सबैजनालाई। म लक्ष्मी पौडेलको तर्फबाट आज SWOT एनालाइसिसको सानो टपिक लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु। हामी आज SWOT एनालाइसिस टपिकको बारेमा छोटो र मिठो डिस्कसन गर्नेछौँ। आउनुहोस् है त हेरौँ के रहेछ SWOT एनालाइसिस भनेको। SWOT एनालाइसिस भनेको एउटा यस्तो स्ट्राटेजिक एनालाइसिस टुल हो जसले कुनै पनि प्रोजेक्ट अथवा अर्गनाइजेसनको सक्सेस र पर्फर्मेन्समा असर गर्न सक्ने अर्गनाइजेसनभित्र भएका इन्टर्नल र अर्गनाइजेसनभन्दा बाहिर रहेका एक्सटर्नल फ्याक्टर्सहरूलाई टाइमली आइडेन्टिफाई र एनालाइसिस गर्न सहयोग गर्दछ। SWOT एनालाइसिसले मुख्यतया 4वटा एरियामा फोकस गर्दछ, जसमा S भन्ने बित्तिकै स्ट्रेन्थ, W भन्ने बित्तिकै विकनेस, O भन्ने बित्तिकै अपर्च्युनिटिज र T भन्ने बित्तिकै थ्रेट्स पर्दछ। र SWOT एनालाइसिसलाई डिटेल हेर्नुपर्दा कुनै पनि अर्गनाइजेसनभित्र रहेका स्ट्रेन्थ र विकनेस फ्याक्टरहरू अर्गनाइजेसनको इन्टर्नल फ्याक्टर्समा पर्दछन् भने अपर्च्युनिटिज र थ्रेट्सहरू अर्गनाइजेसनभन्दा बाहिर रहेको हुनाले यिनीहरू एक्सटर्नल फ्याक्टर्समा पर्दछन्। अर्को पोइन्ट अफ भ्यूबाट भन्नुपर्दा स्ट्रेन्थ र अपर्च्युनिटिज भनेका ती फ्याक्टर्सहरू हुन् जसले कुनै पनि अर्गनाइजेसनको गोल अचिभमेन्टको लागि पोजिटिभ रोल खेल्दछ भने विकनेस र थ्रेट्सभित्र ती फ्याक्टर्सहरू पर्दछन् जसले अर्गनाइजेसनको गोल अचिभमेन्टको लागि नेगेटिभ रोल खेल्दछ। हामी यो फिगरमा हेर्न सक्छौँ जसमा के देखाइएको छ भने अर्गनाइजेसनभित्र रहेको स्ट्रेन्थ र अपर्च्युनिटिज, बाहिर रहेको अपर्च्युनिटिजले कुनै पनि अर्गनाइजेसनको गोल अचिभमेन्टको लागि हेल्पफुल काम गर्दछ, तसर्थ यिनीहरू पोजिटिभ फ्याक्टर हुन् भने अर्गनाइजेसनभित्र रहेको विकनेस र अर्गनाइजेसन बाहिर रहेको थ्रेट्सहरू भनेको त्यो फ्याक्टर्सहरू हो जसले कुनै पनि अर्गनाइजेसनको गोल अचिभमेन्टको लागि हार्मफुल काम गर्दछ, अर्थात् नेगेटिभली इम्प्याक्ट पार्दछ। अर्को पोइन्ट अफ भ्यूबाट हेर्दा स्ट्रेन्थ र विकनेस भनेको कुनै पनि अर्गनाइजेसनभित्र रहेका इन्टर्नल फ्याक्टर्सहरू हुन् भने अपर्च्युनिटिज र थ्रेट्स भनेको अर्गनाइजेसनभन्दा बाहिर इन्भाइरोमेन्टमा रहेका ती एट्रिब्युट्स अथवा क्वालिटिजहरू हुन् जुन एक्सटर्नल फ्याक्टर्सभित्र पर्दछ। अब आउनुहोस् है त हामी एउटा एउटा पोइन्टलाई केलाएर हेर्नेछौँ, जसमा सबैभन्दा फर्स्टमा रहेको छ स्ट्रेन्थ। स्ट्रेन्थ भनेको कुनै पनि अर्गनाइजेसनको इन्टर्नल पोजिटिभ क्वालिटिजहरू भयो जसमा स्किल्ड ह्युमन रिसोर्सेसको कुराहरू, एक्सपिरियन्सहरू पर्न सक्छ जसले कुनै पनि अर्गनाइजेसनको गोल अचिभमेन्टमा सहयोग गर्दछ। यो त्यो फ्याक्टर्सहरू हो जसले कुनै पनि अर्गनाइजेसनको एक्जिस्टेन्सलाई मार्केटमा कम्पिटेटिभ रहनको लागि र अरूको भन्दा एडभान्टेजेसको रूपमा अगाडि बढ्नको लागि सहयोग गर्दछ। जस्तै एक्जाम्पलको रूपमा हामी हेर्न सक्छौँ कुनै पनि अर्गनाइजेसनभित्र क्वालिफाइड र एक्सपिरियन्स्ड ह्युमन रिसोर्सेसहरू हुनु, राम्रो एडभान्स्ड खालको मेडिकल इक्विपमेन्टहरू अभाइलेबल हुनु, डिफ्रेन्ट टाइप अफ हेल्थ सर्भिसेसहरू अभाइलेबल हुनु, अर्गनाइजेसनमा राम्रो लिडरसिप र म्यानेजमेन्टको सिस्टम हुनु, फाइनेन्सियल स्टेबिलिटीको कन्डिसन हुनु, यो त्यो फ्याक्टर्सहरू भए जसले कुनै पनि अर्गनाइजेसनको सक्सेसको लागि पोजिटिभली हेल्प गर्छ र यसमा नै बेस भएर अर्गनाइजेसन अगाडि बढ्न सक्छ। भने डब्लुबाट विकनेस, जसमा अर्गनाइजेसनभित्र रहेका ती इन्टर्नल लिमिटेसन, अर्गनाइजेसनका ती सर्टकमिङहरू पर्दछन् जसले अर्गनाइजेसनको पर्फर्मेन्सलाई र सक्सेसलाई असर पुर्याइरहेको हुन सक्छ। यी ती फ्याक्टर्सहरू हुन् जसले कुनै पनि अर्गनाइजेसनलाई डिसएडभान्टेजेसमा राखिराखेको हुन्छ र यो त्यो ल्याकिङ एरिया हो कुनै पनि अर्गनाइजेसनको जसलाई टाइमली आइडेन्टिफाई गरेर इम्प्रुभ गर्नुपर्ने हुन्छ। जस्तै हामी हेर्न सक्छौँ कुनै पनि अर्गनाइजेसनमा स्टाफ सर्टेज हुनु, हेभी वर्कलोड हुनु, अर्गनाइजेसनभित्र कम्युनिकेसन सिस्टम राम्रो नहुनु, मेडिकल इक्विपमेन्ट होस् अथवा अरू रिसोर्सेसहरूको राम्रो एभाइबिलिटी नहुनु, रिसोर्स कन्स्ट्रेन्ट हुनु, यो ती फ्याक्टर्सहरू भए
जसले कुनै पनि अर्गनाइजेसनलाई सक्सेस हुनको लागि डिस्टर्ब गरिरहेको हुन्छ अथवा असर गरिरहेको हुन्छ। तसर्थ हामीले यसलाई टाइमली आइडेन्टिफाई गरेर एड्रेस गर्न कोसिस गर्नुपर्छ। भने ओ भन्ने बित्तिकै अपर्च्युनिटिज। अपर्च्युनिटिज भनेको त्यो एक्सटर्नल फ्याक्टर्स हो अथवा अर्गनाइजेसनभन्दा बाहिर इन्भाइरोमेन्टमा रहेको त्यो पोजिटिभ कन्डिसन हो जसलाई हामीले टाइमली आइडेन्टिफाई गर्न सक्यौँ र प्रोपरली युज गर्न सकियो भने अर्गनाइजेसनकै सक्सेस र अर्गनाइजेसनकै फाइदाको लागि काम गर्न सकिन्छ। र यो ती चान्सहरू भए जसले अर्गनाइजेसनको इम्प्रुभमेन्टको लागि सहयोग गर्दछ र यो अर्गनाइजेसनभन्दा बाहिरको इन्भाइरोमेन्टबाट आउने गर्दछ। जस्तै इक्जाम्पलमा हामी हेर्न सक्छौँ राम्रो गभर्मेन्ट हेल्थ प्रोग्रामहरू इन्ट्रोड्युस हुनु, फन्डिङ सपोर्टहरू बढ्दै जानु, पब्लिक हेल्थ सेक्टरमा गभर्मेन्टले आफ्नो इन्भेस्टमेन्ट अथवा बजेटलाई बढाउँदै जानु, नयाँ नयाँ टेक्नोलोजी एडभान्समेन्ट हुँदै जानु, नयाँ डिजिटल हेल्थ सिस्टमहरू एडप्ट गर्दै जानु, टेलिमेडिसिनको कन्सेप्टहरू आउँदै जानु, पब्लिक प्राइभेट पार्टनरसिपको कन्सेप्टहरू बढ्दै जानु। तसर्थ यो ती फ्याक्टर्सहरू भए जसलाई हामीले अर्गनाइजेसनभन्दा बाहिर रहेको इन्भाइरोमेन्टमा टाइमली रिकग्नाइज गरेर युटिलाइज गर्न सक्यो भने अर्गनाइजेसनकै बेनिफिटको लागि प्रयोग गर्न सकिन्छ। भने अन्त्यमा रहेको छ थ्रेड्स। थ्रेड्स भन्ने बित्तिकै हामी अर्गनाइजेसनभन्दा बाहिर इन्भाइरोमेन्टमा रहेका ती च्यालेन्जेसहरू अथवा हुन सक्ने सम्भावित पोटेन्सियल रिस्कहरूलाई बुझ्दछौँ जसले कुनै पनि अर्गनाइजेसनको सक्सेसको लागि असर गरिराखेको हुन्छ अथवा ती नेगेटिभ इन्फ्लुएन्सेसहरू जुन अर्गनाइजेसनभन्दा बाहिरबाट आउने गर्दछ जसमा टोटल्ली अर्गनाइजेसनको कन्ट्रोल नरहन सक्छ तर त्यस्ता फ्याक्टर्सहरूलाई टाइमली आइडेन्टिफाई र एन्टिसिपेट गरेर म्यानेज गर्न कोसिस गर्नुपर्दछ। नत्र यसले अर्गनाइजेसनको सक्सेस र गोल अचिभमेन्टलाई नै असर पुर्याउन सक्छ। जस्तै एक्जाम्पलमा हामी हेर्न सक्छौँ अर्गनाइजेसनभन्दा बाहिर एकदमै कम्पिटेटिभ इन्भाइरोमेन्ट रहनु, फ्रिक्वेन्टली गभर्मेन्ट अर्गनाइजेसनभन्दा बाहिरको रुल रेगुलेसनहरू पोलिसिजहरू चेन्ज भइराख्नु, बेला बेलामा नयाँ डिजिजहरू आउटब्रेक अथवा इमर्जेन्सी डिजास्टरका सिचुएसनहरू अराइज हुनु, मार्केटमा एकदमै धेरै कम्पिटिसनको इन्भाइरोमेन्टहरू क्रिएट हुनु। सो यो ती पोटेन्सियल रिस्क फ्याक्टरहरू भए जसलाई हामीले टाइमली एन्टिसिपेट गरेर म्यानेज गर्न सकेनौँ भने अर्गनाइजेसनको सक्सेसलाई असर गर्न सक्छ। तसर्थ हामी अन्त्यमा के भन्न सक्छौँ भने सोट एनालाइसिस भनेको कुनै पनि अर्गनाइजेसनको भित्र रहेका स्ट्रेन्थ, पोजिटिभ पोइन्टहरू, भित्र रहेका विकनेस पोइन्टहरू, अर्गनाइजेसनभन्दा बाहिर इन्भाइरोमेन्टमा रहेका पोजिटिभ र नेगेटिभ पोइन्टहरूको डिटेल एनालाइसिस जसले गर्दा अर्गनाइजेसनको गोल अचिभमेन्टलाई सहयोग पुर्याउन सक्छ। हामी के इम्पोर्टेन्स हुन सक्छ त सोट एनालाइसिसको भनेर हेर्दाखेरि यसले टाइमली अर्गनाइजेसनको स्ट्रेन्थहरू आइडेन्टिफाई गरेर त्यसमा नै अगाडि बढ्न सहयोग गर्दछ। टाइमली नै विकनेसहरू आइडेन्टिफाई गर्न सकियो भने त्यो ल्याकिङ एरियामा काम गरेर इम्प्रुभ गराउन सकिन्छ। बाहिर इन्भाइरोमेन्टमा भएका अपर्च्युनिटीलाई समयमै चिनेर अर्गनाइजेसनको सक्सेसको लागि युटिलाइज गर्न सकिन्छ। थ्रेड्सहरूलाई टाइमली नै आइडेन्टिफाई गर्न सक्दाखेरि भोलि हुन सक्ने रिस्कहरूलाई मिनिमाइज गर्न सकिन्छ। रिसोर्सेसको राम्रो युटिलाइजेसन गरेर जान सक्ने वेस्टेजहरूलाई मिनिमाइज गर्न सकिन्छ। यसले अर्गनाइजेसनलाई भोलि आउन सक्ने च्यालेन्जेसहरूलाई डिल गर्नको लागि प्रिपेयर गर्नको लागि सहयोग गर्दछ र अल्टिमेटली सोट एनालाइसिसले अर्गनाइजेसनको डिसिजन मेकिङलाई गाइडलाइन दिने काम गर्दछ। तसर्थ सोट एनालाइसिस भनेको अत्यन्त इम्पोर्टेन्ट एनालाइसिस टुल रहेको छ। आशा छ यसबाट हामीले केही नलेजहरू पाएका छौँ होला। हजुरहरूको साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद। हामी अर्को क्लासमा अर्को टपिक लिएर उपस्थित हुनेछौँ। धन्यवाद सबैजनालाई।